हाम्रो मामाहरू पनि हुनुहुन्छ त्यहाँ चाहिँ मामाहरूलाई पनि धेरै गाह्रो छ हौ मामाहरूलाई गाह्रो छ यस्तो घाममा पनि उभिराख्नु भएको छ है यहाँ हेर्न सक्नुहुन्छ यस्तो दामी पुलमा हिँड्नु पर्छ नि हामीहरू त ठ्याक्क गाडी हट्ने दायाँ बायाँ गऱ्यो भने हुने खालको ठाउँमा हामी हिँड्नु पाइरहेछौँ खुसी लाग्छ साथीहरू एकदम होइन ल सिटीहरू त लास्टै धेरै 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 यो सिटीहरूलाई चाहिँ यसरी छाड्ने बेला भयो क्या अब चाहिँ यो जोड बिजोड तरिकाले कुदाउने बेला भयो एक दिन जोडको कुदाउने एक दिन बिजोडको कुदाउने हो त्यसरी कुदाउने बेला भयो यार यो बाटो नै जाम हुने गरी भइसक्यो पहिले भनेको 1 घन्टामा पुगिन्थ्यो भने अहिले 2 घन्टा 10 मिनट ट्याक्कै इटरी पुग्नलाई त्यस्तो छ बाटो धुलो यति धेरै छ नि आम्मा हेर्न सक्नुहुन्छ पानी चाहिँ हालिदिनु पर्यो ठेकदार साहबहरूले यहाँ पानी चाहिँ लगाइदिनु पर्यो है हामीलाई त ठिकै छ हामी गाडीमा हिँड्छौँ बाइकमा हिँड्नेहरूलाई त उपरै गाह्रो हुन्छ जस्तो लाग्छ साथीहरू त्यही भएर यसो मेन्सन गरिदिनु होला उहाँहरूसम्म पुऱ्याइदिनु होला यो भिडियो चाहिँ एकदम हेरेर है लास्ट उपरै गर्मी भएर यहाँ अलिकति उखुको जुस खान लागिरहेको छौँ हेलो दाइ उखुको जुस कसरी हो ल खाइदिनु त 2 गिलास हालिदिनु त ल स्पिडमा हेलो एभ्रीबडी वेलकम ब्याक टु माई च्यानल फेरि पनि तपाईँहरूलाई धेरै 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 नै स्वागत छ साथीहरू आज पनि मेरो न्यू भ्लग चाहिँ सुरु भइसक्यो न्यू डे न्यू भ्लग होइन आज चाहिँ म जाँदैछु इटरीतिर जाँदैछु साथीहरू हेर्न सक्नुहुन्छ आज चाहिँ सिधै इटरीको रुट छ हेर्न सक्नुहुन्छ सामान यति आज चाहिँ थोरै नै छ तर यात्रा चाहिँ लामो हुनेवाला छ अब हेरौँ आजको दिनमा के कस्तो हुन्छ साथीहरू म तपाईँहरूलाई पुरै देखाउने छु अनि प्लस यो बाटोको स्थिति हुन्छ नि अब बाटो कति एसियन हाइवे के कति बनो तपाईँहरूलाई त्यो पनि म जानकारी दिनेछु साथीहरू भिडियो चाहिँ अन्तिमसम्म हेरेर के कस्तो हुन्छ प्रतिक्रिया दिनु होला है साथीहरू हेर्दै जाउँ अगाडि के कसो हुन्छ है साथीहरू एकदम हेर्नुपर्छ है भिडियो चाहिँ दमदार झर्नेवाला छ हेर्नुपर्छ ल है त साथीहरू अगाडि के कसो हुन्छ हेरौँ हामी चाहिँ ठ्याक्कै उर्लाबारी चोक आइयो हेर्न सक्नुहुन्छ उर्लाबारी चोक अब हामी जाँदैछौँ उर्लाबारी चोकमा चाहिँ यस्तो रहेको छ अहिलेको माहौल अनि अब जाँदैछौँ अगाडि के कसो हुन्छ बाटोहरू म तपाईँहरूलाई देखाउने नै छु यहाँ त हेर्न सक्नुहुन्छ ड्रेन सेन हालिसकेको छ अब यहाँ माटो पुरेर पिचहरू हाल्नु बाँकी छ साथीहरू हामी चाहिँ यो मङ्गलाबारी क्रस गरेर ठ्याक्कै पत्रे छिर्ने जङ्गलमा आइपुग्यौँ साथीहरू है अब यहाँ चाहिँ यस्तै छ दामी आज यस्तो घाम छ नि साथीहरू यस्तो घाम छ बाफ्रे पुरै छोडिदिउँ यति घाम छ लगभग 40 अरे 35-36 डिग्री घाम लागेको छ आज चाहिँ झापामा एकदम गर्मी छ साथीहरू हेर्न सक्नुहुन्छ हामी चाहिँ पथरी पुग्न लाग्यौँ बाटोको स्थिति दामी बनाइसक्यो यहाँ चाहिँ साथीहरू हामी चाहिँ पथरी पनि आइपुग्यौँ अब ठ्याक्कै पथरीको यतापट्टि आइपुग्यौँ हेर्न सक्नुहुन्छ बाटो धुलो मैलो यस्तै छ धुलोले फोक्सो पनि कुहिन्छ जस्तो लाग्छ यो धुलोले सास फेर्दा फेर्दा नाकै टालिन्छ है साथीहरू यस्तै छ है ल हेर्दै जाउँ आज चाहिँ सिन लास्टै बबा लगाएको छ घामले गरेर पनि हो प्लस होइन दामी छ ल साथीहरू हामी चाहिँ यो पथरीदेखि अगाडिको डाइभर्सनमा छौँ हामी चाहिँ यहाँ हेर्न सक्नुहुन्छ धुलो यति धेरै छ नि आम्मा हेर्न सक्नुहुन्छ पानी चाहिँ हालिदिनु पर्यो ठेकदार साहबहरूले यहाँ पानी चाहिँ लगाइदिनु पर्यो है हामीलाई त ठिकै छ हामी गाडीमा हिँड्छौँ बाइकमा हिँड्नेहरूलाई त उपरै गाह्रो हुन्छ जस्तो लाग्छ साथीहरू त्यही भएर यसो मेन्सन गरिदिनु होला उहाँहरूसम्म पुऱ्याइदिनु होला यो भिडियो चाहिँ एकदम हेरेर है हेर्न सक्नुहुन्छ यस्तो धुलो छ नि अगाडिको गाडी पनि हेर्नलाई गाह्रो हुन्छ हामी गाडी चलाउनेलाई पनि गाह्रो छ अनि अब गाह्रो छ नि त हामीलाई पनि हेर्न सक्नुहुन्छ अब धुलो यस्तो उड्छ अनि हामी चाहिँ अहिले ठ्याक्कै गाने पोखरी भन्ने ठाउँ आइपुगिसक्यौँ यहाँबाट हुलेटाङबाट निस्किने ठाउँ चाहिँ एकदम है यहाँ चाहिँ निगुरोदेखि लिएर यो सिमे साग सब यहाँ हेर्न सक्नुहुन्छ त्यसरी बेच्न ल्याउँछ यहाँको दाजुभाइ तथा दिदी बहिनीहरूले यस्तो घाममा पनि नि बेच्न ल्याइरहेको छ ओहो अलि हेरेर ल बाटो काटतिर हेर्दैन हेरी है बिचमा आउँछन् मान्छेहरू
त्यही भएर अलिकति सम्झाउनु पर्ने हुन्छ साथीहरू। यहाँ डाइभर्सन छ यस्तरी, यहाँ पनि यस्तो घाममा यहाँ दाजुभाइहरूलाई पनि गाह्रो छ हौ। यस्तो घाममा यी केरा सेरा स्याउ सुन्तला देख्नुहुन्छ, उहाँहरूलाई पनि एकदम गाह्रो होला है। ल ए डाइभर्सन हुँदैछ फेरि, डाइभर्सन छ हौ साथीहरू। अहिले त इटरी पुग्नु पर्ने धेरै टाइम लाग्छ हामीलाई त, यस्तरी गड्याङ गर्छ धेरै टाइम लाग्छ। पहिले भनेको 1 घन्टामा पुगिन्थ्यो भने अहिले 2 घन्टा 10 मिनट ट्याक्कै इटरी पुग्नलाई। त्यस्तो छ बाटो, हेर्न सक्नुहुन्छ। हामी चाहिँ यो के जाति ठाउँको नाम चाहिँ ठ्याक्कै बिर्से, तर हेर्न सक्नुहुन्छ यहाँ चाहिँ 2 तर्फी बाटो खोलिदिइसकेको छ। लास्टै राम्रो बाटो बनिसक्यो। अब यहाँनिर फुलहरू अब यहाँ अब के जाति रोप्नु बाँकी छ। अनि त यस्तो दामी विदेशको बाटो के बाटो हुन्छ, यहाँ त यस्तो दामी दमदार बाटो बन्नेवाला छ साथीहरू है। यहाँ यी नरिवलको पानी सानीदेखि लिएर अन द स्पोट सबै बेच्ने ठाउँ चाहिँ यहाँ छ। यी नरिवलको डल्लो है साथीहरू, हेर्दैछ म अगाडि फेरि पनि के कसो हुन्छ म तपाईँहरूलाई देखाउने छु। ल साथीहरू हामी चाहिँ लक्ष्मी मार्ग पुग्न लाग्यौँ। त्योभन्दा अगाडि यहाँ अलिकति लास्ट उपरै गर्मी भएर यहाँ अलिकति उखुको जुस खान लागिरहेको छौँ। हेलो दाइ, उखुको जुस कसरी हो? ल खाइदिनु त। 2 गिलास हालिदिनु त ल स्पिडमा। ल हामी चाहिँ उखुको जुस खान लागिरहेको छौँ हाम्रो दाइकोमा होइन, एकदम सेताले। ए हेर्न सक्नुहुन्छ उखुको जुस। अब हामी खान्छौँ अनि फेरि पनि तपाईँहरूसँग म भेट्ने छु। ल साथीहरू हामी चाहिँ उखु जुस खाएर पनि अब हिँडिसक्यौँ। यहाँ रहेछ जेन्जी बाख्रा एउटा मात्रै रहेछ आज चाहिँ, अरू बेला त यहाँ थुप्रो हुन्थ्यो। आज चाहिँ जेन्जी बाख्रा एउटा मात्रै रहेछ साथीहरू। चाहिँ लक्ष्मी मार्ग पनि आइपुगिसक्यौँ है साथीहरू। लक्ष्मी मार्ग आइपुगिसक्यौँ हामी चाहिँ है, हेर्न सक्नुहुन्छ। साथीहरू हामी चाहिँ अहिले बेलबारी आइपुगिसक्यौँ। यहाँ एउटा बसले ओभरटेक गर्नु खोज्दैछ, दिन भनेको गइहाल्यो। आम्मामा प्रेसर हरान्छ परे भयो। ल साथीहरू हामी चाहिँ बेलबारी आइपुगिसक्यौँ। खोर्सानी गएर सामान दिने ठाउँमा भेट्ने छु है त साथीहरू। ल साथीहरू हामी चाहिँ खोर्सानी गएर पनि सामान दिन थालिसक्यौँ। हाम्रो दाइ चाहिँ सामान दिन गइसक्यो। अब म चाहिँ यहाँ अलिकति फेरि खोर्सानीमा जानेछु है, हेर्न सक्नुहुन्छ खोर्सानी। हामी चाहिँ अहिले खोर्सानी चोकमा छौँ है साथीहरू, हेर्न सक्नुहुन्छ है, दामी छ। अब फेरि म तपाईँहरूसँग विराट चोकमा गएर भेट्ने छु है त तपाईँहरूसँग, डाइरेक्ट इन्डाइरेक्ट है। ट्याक्क हामी हेर्नेछौँ हाम्रो गाडीमा सामान लडेछ 1-2वटा। यी हेर्न सक्नुहुन्छ सामान चाहिँ लडेछ। ल साथीहरू हामी चाहिँ विराट चोक आइपुग्यौँ साथीहरू। विराट चोक है, हेर्न सक्नुहुन्छ विराट चोकमा छौँ अहिले। हामी चाहिँ सामान दिँदै आउँदैछौँ। अब हाम्रो चाहिँ सामान दिने चाहिँ सुरु भइसक्यो नि त, अनि त्यही भएर हामी चाहिँ सामान दिँदै आउँदैछौँ। चाहिँ यो गच्छिया भन्ने ठाउँमा आइपुगिसक्यौँ है साथीहरू, हेर्न सक्नुहुन्छ। गच्छियामा आइपुग्यौँ हामी चाहिँ सामान दिँदै लास्टै गाह्रो भइसक्यो घामले। आम्मा यस्तो घाम छ साथीहरू, आज त तालुबाट आलु निस्किने गरी घाम छ। डाइरेक्ट इटरी गएर भेट्ने छु अब है त साथीहरू। भिडियो चाहिँ अन्तिमसम्म हेरेर के कस्तो हुन्छ प्रतिक्रिया दिन चाहिँ नबिर्सनु होला है त साथीहरू। अहिले बुढी खोला आइपुग्यौँ, हेर्न सक्नुहुन्छ बुढी खोला। सिटीहरू त लास्टै धेरै यो सिटीहरूलाई चाहिँ यसरी छाड्ने बेला भयो क्या। अब चाहिँ यो जोड बिजोड तरिकाले कुदाउने बेला भयो। एक दिन जोडको कुदाउने, एक दिन बिजोडको कुदाउने हो, त्यसरी कुदाउने बेला भयो यार। यो बाटो नै जाम हुने गरी भइसक्यो। हेरौँ अगाडि है के कस्तो हुन्छ। यो चाहिँ इटरी चोकमा पनि आइपुगिसक्यौँ, हेर्न सक्नुहुन्छ इटरी चोक
आज चाहिँ जाममा परिन्छ जस्तो लाग्यो है। अरू बेला चाहिँ प्राय हामी परिँदैन चाहिँ जाममा। ए लु आज पनि परिएन, हामी यता धरान रोडतिर जाने हो, हामी आज पनि जाममा परिएन। भाग्य त म्याकुरी के छ नि कि परियो हो। ला जाममा परियो नि साथीहरू, हामी ठ्याक्कै रोकिएपछि आइपुगिएछ है साथीहरू। अब हामी यता धरान रोडतिर जानेछौँ। जाम पनि खुलो है साथीहरू। अब हामी चाहिँ धरान रोडतिर छिर्नेछौँ। यतातिर हेर्न सक्नुहुन्छ इटरी चोक, हाम्रो मामाहरू पनि हुनुहुन्छ त्यहाँ चाहिँ। मामाहरूलाई पनि धेरै गाह्रो छ हौ, मामाहरूलाई गाह्रो छ। यस्तो घाममा पनि उभिराख्नु भएको छ है। ठिकै छ। ल हामी चाहिँ अब धरान रोडतिर छिर्यो। अब हामी यहाँ पूर्वाञ्चल बेकरीमा हामी चाहिँ सामान दिनेछौँ साथीहरू। चाहिँ पूर्वाञ्चल क्याफेमा आइसक्यौँ सामान लिएर। म त्यहाँभित्र गएर तपाईँहरूलाई पनि देखाउने छु। हेर्न सक्नुहुन्छ पूर्वाञ्चल बेकरी। सामान चाहिँ उतैपट्टि लगिदिनु पर्ने अरे, गाडी उतै जान्छ अरे। उतैपट्टि गएर भेट्नेछु तपाईँहरूसँग है, के कसो हुन्छ है त साथीहरू। चाहिँ पूर्वाञ्चललाई पनि सामान दिएर फेरि यहाँ अगाडि लागिसक्यौँ। हामी अर्को पसलमा जाँदैछौँ। हेरौँ के कसो हुन्छ है। यहाँ हेर्न सक्नुहुन्छ यस्तो दामी पुलमा हिँड्नुपर्छ नि हामीहरू त। ठ्याक्क गाडी हट्ने दायाँ बायाँ गरौँ भने हुने खालको ठाउँमा हामी हिँड्नु पाइरहेछौँ। खुसी लाग्छ साथीहरू एकदम होइन है त साथीहरू। हेर्दै गरौँ भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ सपोर्ट माया तपाईँहरूले सक्दो सेयर हानिदिनु होला है त साथीहरू। हामी चाहिँ फेरि पनि त्यो पसलमा सामान दिएर अगाडि निस्किसक्यौँ। अब हामी यहाँबाट फेरि धरान रोडतिर निस्किनेछौँ है। हेर्न सक्नुहुन्छ यस्तो दामी छ यता चाहिँ, दामी खालको माहौल यताउता है। सिनहरू पनि आज चाहिँ लास्टै बोबल आइरहेको छ है साथीहरू। ल साथीहरू हामी चाहिँ यहाँ सामान दिएर यहाँ सोल्टी होटेलको अगाडि छौँ। यहाँ छ हाम्रो गाडी चाहिँ। अब म चाहिँ फेरि तरारा जाँदैछु साथीहरू। अगाडि फेरि देखाउने छु तपाईँहरूलाई है त। यहाँ अहिले चाहिँ हामी सोल्टी होटेलमा आइपुगिसक्यौँ। अब अगाडि के कस्तो हुन्छ म तपाईँहरूलाई देखाउने छु है साथीहरू। हामी चाहिँ अहिले तरारा पनि आइसक्यौँ होइन। अब तरारा यहाँ आइपुग्यौँ। अब यताभित्र छिरेर हामी चाहिँ त्यहाँ धनलक्ष्मी सपिङ मलमा हामी अलिकति सामान दिनु छ। अब अलिकति त के भन्नु, थुप्रै छ। जाँदैछौँ। ओ त के गर्छ यहाँ ल्याउँछ स्पिडमा। ल साथीहरू अब चाहिँ हामी धनलक्ष्मी पुग्न लाग्यौँ। भरेर बाटो खाली मन्त्री साहब आउँदैछ झ्याप्पोसँगले। सिटीवाला भैया लोग रास्ते से हटिए। खै त हो ठाउँै रहेनछ ऊ यो फेरि झुक्काइदियो। दाइ अलिकति अगाडि सामान झार्नु पर्यो यहाँ हामी यहाँ राख्दिउँ ल। ल साथीहरू अब यहाँ हामी आइपुगिसक्यौँ। अब यहाँ सामान झारेर म तपाईँहरूलाई देखाउने छु है त। आजको मेरो ड्युटी चाहिँ सकिसक्यो। सामानहरू दिइसक्यौँ साथीहरू हामीले चाहिँ एकदम राम्ररी होइन। चाहिँ दमकतर्फ फर्किँदैछौँ साथीहरू। हेरौँ अगाडि के कसो हुन्छ है त साथीहरू, हेर्दै जाउँ। ल साथीहरू हामी चाहिँ अहिले बेलबारी आइपुग्यौँ होइन। हेर्न सक्नुहुन्छ जेन्जी बाख्राहरू त्यहाँ छ र यहाँ छ हाम्रो गाडी चाहिँ। अब म चाहिँ दमकतर्फ जाँदैछु साथीहरू। अगाडि के कस्तो हुन्छ म तपाईँहरूलाई देखाउने छु ल। त साथीहरू म चाहिँ दमक आइपुगेर यो गाडी पनि थन्काइसकेँ होइन। आजको राइड चाहिँ लास्टै बब्बाल भयो साथीहरू। म चाहिँ दमक आइसकेँ। अब आजको भिडियो लास्ट दमदार भयो। तपाईँहरूले अन्तिमसम्म हेर्दै हुनुहुन्छ भने चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला है। अनि म के भन्न चाहन्छु भने तपाईँहरू कुन ठाउँबाट यो भिडियो हेर्दै हुनुहुन्छ तपाईँहरूले आफ्नो ठाउँको नाम चाहिँ कमेन्टमा भन्नु चाहिँ नबिर्सनुहोस्। मजाले भनेर जान्नु है। अनि म चाहिँ भिडियोको अन्तिमतिर आइसकेँ। को कतिले हेर्नुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद। म अब अर्को भिडियोमा आउनेछु भन्दै लभ यु टाटा बाई बाई सी यु। अर्कोचोटि अर्को भ्लगमा भेट्नुपर्छ हामी चाहिँ है साथीहरू। बाई बाई सी यु लेटर।